चितलाङ अर्ग्यानिक भिलेज रिजोर्ट भन्ने चाहिँ यता होइन, यो त बोर्ड मात्र हो। एकदम खतरा इन्भाइरोमेन्ट अनि पछाडि ब्याकग्राउन्ड एकदम खतरा वालपेपर जस्तै नेचरको इन्भाइरोमेन्ट नेचरको वालपेपर एकदमै रमाइलो छ दृश्य। तपाईहरु पनि यता आउन चाहनुहुन्छ भने पक्कै पनि आउनु होला, एकदमै रमाइलो छ, तपाईहरुलाई एकदम रमाइलो हुनेछ यहाँ। यो हामी अहिले चितलाङ यता तपाईहरुलाई म नाम पनि देखाउने छु, चितलाङ हटस्पट कटेज। चितलाङ हटस्पट कटेज यहाँबाट चाहिँ ठ्याक्कै उल्टा देखिरहेको होला। यता इन्भाइरोमेन्ट चाहिँ एकदम रमाइलो छ। तपाईहरु नेचरसँगै केही टाइम स्पेन्ड गर्न चाहनुहुन्छ भने यता पक्कै पनि आउनु होला, तपाईहरुलाई एकदम रमाइलो हुनेछ। यहाँ अब तपाईहरुको पिङहरु पनि छ। यता तल पनि कटेज जस्तै छ अनि यहाँ माथि पनि छ। गुड मर्निङ सर। गुड मर्निङ। एकदम रमाइलो। Praveen? Yes sir. How are you feeling? Good. हामी यहाँबाट अगाडि जाँदैछौँ फङ्की होटेल। अनि हामी चाहिँ बसेको यहाँ माथि चितलाङ हटस्पट रिजोर्ट भन्ने ठाउँमा, कटेज सरी। सो अब हामी सबैजना केटाहरू जाँदैछौँ। यहाँ टन्नै होमस्टेहरू छन्, तपाईहरु आउन चाहनुहुन्छ भने यहाँ चिया पसल पनि छ। हुन त चिया पसल टन्नै छ उता पनि है, तर चितलाङको चिया चाहिँ अलग्गै रहेछ, हल्का मस्त। चितलाङ अर्ग्यानिक भिलेज रिजोर्ट भन्ने चाहिँ यता होइन, यो त बोर्ड मात्र हो, टन्नै होमस्टेहरू छन्।
चितलाङको फर्स्ट नेप्लिस गोट चिज फार्म भन्ने ठाउँमा पनि पुगिसकेका छौँ। सो यता हामीले हिजो चिज पनि किनेका थियौँ। धेरै महँगो रमाइलो ठाउँ छ यता। तपाईँहरूले पनि चिज खान मन छ भने हुन त उता पनि पाइन्छ यता। तपाईँहरूले यता बोर्डमा पनि हेर्न सक्नुहुन्छ, फर्स्ट नेप्लिस गोट चिज फ्याक्ट्री भनेर छ। सो तपाईँहरूलाई पनि यहाँ भिजिट गर्नु मन छ भने पक्कै पनि आउनु होला। एकदम रमाइलो इन्भाइरोमेन्ट छ। सो अब हामी अगाडि बढ्छौँ है त। सनराइज भएको पनि हेर्न सक्नुहुन्छ। बिस्तारै। सो हामी आउँदाखेरि अघि चाहिँ त्यस्तो देखेको थिएन, अहिले सनराइज हुन थालिसकेको छ। अनि यो भ्यू हाम्रो चितलाङमा मात्र तपाईँहरूले पाउन सक्नुहुन्छ। उता काठमाडौँबाट हेर्दाखेरि यो हरियाली देख्न त देखिन्थ्यो, तर एकदमै टाढा। तर यहाँ पुगिसकेपछि चाहिँ तपाईँहरूले एकदम नजिक पाउनुहुनेछ। मलाई चाहिँ एकदम रमाइलो भइरहेको छ यता हाम्रो चितलाङमा। भ्यूहरूदेखि लिएर हरियाली, नेचुरल ब्युटी, पिसफुल इन्भाइरोमेन्ट एकदम मजाको छ। यता खेतीपातीहरू तन्नै छन्, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामी यता चितलाङ गोट चिज फार्म एन्ड चितलाङ गिफ्ट हाउस भनेर यता हामी आइसकेका छौँ। यता बाख्राहरू तन्नै छ, बाख्राहरू। एकजना चाहिँ यो एउटा सिङ भएको अनि दारी पनि भएको एउटा देखियो होइन, एकदम अचम्म खालको। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ। हजुर ऊ यतातिर छ, त्यहाँ सर होइन खेलिरहेको छ कस्तो मजाले। ऊ सानो बाख्राहरू ठुलो सिङ भएको नाम थियो ठुलो सिङ।
हामी फेरि कहाँ जानेछौँ? चिज फ्याक्ट्री। चिज फ्याक्ट्रीमा चिज लिन जानेछौँ। अघि चाहिँ बिर्सेर आयौँ, त्यसैले फेरि एकचोटि जानुपर्ने भयो। मलाई साथ दिनको लागि हाम्रो 3 जना एकदम एक्टिभ स्टुडेन्टहरू, प्रतीक्षा, रोहन अनि हाम्रो करुणा, 3 जनाले चाहिँ मलाई हेल्प गर्नलाई सँगसँगै साथी बनेर आएको। ल यहाँ हाम्रो गीत चल्दैछ। ल भ्लगमा आउँछ नाचेको। यस्तो दामी आवाज हाम्रो करुणाको। Hello.